आज हामी स्वस्याहार अथवा स्वयंको हेरचाह यानी सेल्फ केयरका बारेमा कुरा गर्न गइरहेका छौँ। प्रत्येक व्यक्तिले अरूको साथसाथै आफू स्वयंको पनि माया तथा सम्मान गर्नुपर्दछ। आफूले आफ्नो राम्रोसँग हेरचाह तथा स्याहार गर्नुका साथै आफ्नो मात्र नभएर वरिपरिको वातावरणको पनि ख्याल राख्नु आवश्यक हुन्छ। हामीले हाम्रो व्यक्तित्व विकास र जीवनयापन तथा उपयोगमा आइपर्ने कठिनाइहरूको पनि सामना गर्नुपर्दछ। हामीले आफ्नो जीवन यात्राको क्रममा आफ्ना भावनात्मक कुराहरू बाँड्न र जीवन बिताउन एक असल साथीको पनि आवश्यक पर्दछ। व्यक्तिलाई त्यस्ता साधन तथा सामग्रीहरूको पनि आवश्यक पर्दछ जसले जीवनमा रमाइलो तथा आनन्द प्रदान गर्दछ। आफूसित आफूलाई जोड्ने र आफूभित्र निहाल्ने कोसिस गर्नुपर्दछ। विशेष गरी प्रमुख रूपले शारीरिक, मनोवैज्ञानिक, संवेगात्मक वा भावनात्मक तथा आध्यात्मिक तवरबाट स्वस्याहार गर्नुपर्दछ। तर स्वस्याहारका प्रक्रिया तथा तरिकाहरू भने व्यक्तिपिछे फरक फरक हुन सक्दछन्। नमस्कार, म वरिष्ठ मनोविद किशोर कुमार थापा तपाईहरूलाई हाम्रो च्यानलमा स्वागत छ। भिडियो सुरु गर्नु अघि तपाईले अहिलेसम्म पनि यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने यो च्यानललाई सब्स्क्राइब गरी नजिकको बेल आइकनलाई पनि दबाइदिनुहोला, किनकि हामीले यस्तै जानकारीमूलक भिडियो ल्याउन साथ पहिले तपाईकोमा नोटिफिकेसन आओस् र हाम्रो भिडियो मन परेमा भिडियोलाई लाइक गरी हाम्रो हौसला बढाइदिनुहोला। आफ्नो स्याहार गर्नका लागि गर्न सकिने केही तरिकाहरू अब अगाडि भन्न गइरहेको छु। नम्बर 1, हिँडडुल गर्ने तथा प्राकृतिक वातावरणलाई अवलोकन गर्ने। नम्बर 2, शान्त तथा मनमोहक दृश्य भएको ठाउँमा आफ्नो फोटो तथा भिडियो खिच्ने। नम्बर 3, प्राकृतिक रूपमा चराचुरुङ्गी र जनावरहरूले गरेका क्रियाकलापहरूलाई हेर्ने। नम्बर 4, लामो श्वास प्रश्वास लिने र मेरो मन शान्त छ भनेर मनमनै सोच्ने। नम्बर 5, ध्यान गर्ने तथा प्रार्थना गर्ने। नम्बर 6, खाली कुर्सीमा सिधा हेरी कोही बसिरहेको मानेर कुरा गर्ने वा मनोभावना पोख्ने। नम्बर 7, आफूले खाने सन्तुलित आहारमा केही परिवर्तन गर्ने। नम्बर 8, नुहाउने वा शरीर भिजाउने। नम्बर 9, आफूलाई मनपर्ने गीत सङ्गीत सुन्ने तथा सङ्गीतको तालमा जिउ तन्काउने वा नाच्ने चलाउने। नम्बर 10, शारीरिक व्यायाम गर्ने। नम्बर 11, ताइची, पानीमा गर्ने एरोबिक्स तथा योग ध्यानको अभ्यास गर्ने। नम्बर 12, 15 मिनट जति बिहान तथा साँझको घाममा बस्ने। नम्बर 13, हात गोडा शरीर आदिमा मालिस गर्न लगाउने। नम्बर 14, साथीभाइसित आफ्नो अनुभवका भावनाहरू आदान प्रदान गर्ने। नम्बर 15, आफ्ना सोच विचार तथा भावनाहरू पत्रपत्रिका मार्फत प्रकट गर्ने। नम्बर 16, आफ्नो अभिन्न मित्र वा व्यक्तिसित अँगालो मार्ने। नम्बर 17, टाढा बसेका साथी वा नातेदारसँग फोनमा कुरा गर्ने। नम्बर 18, बिरालो वा कुकुर पाल्ने वा घरमा पालेका जनावर पंक्षीलाई माया गर्ने। नम्बर 19, जसले आफूलाई दुःख पीडा दिएको छ उसलाई चिठी लेख्ने तर नपठाउने। नम्बर 20, आफ्नो जीवनलाई बाँध्ने नकारात्मक अवधारणाहरू के छन् भनी याद गर्ने। नम्बर 21, एक दिनमा धेरै पटक मनमा आइरहने भावनाहरूलाई ध्यान दिने। नम्बर 22, जीवनमा सुधार गर्नुपर्ने कुराहरूको सूची तयार पार्ने। नम्बर 23, बिहान उठेपछि दिनभर के गर्ने भन्ने कुराहरूको विचार गर्नुहोस् र राति सुत्ने बेलामा के उद्देश्य पूरा गरियो भनेर समीक्षा गर्नुहोस्। नम्बर 24, अरू वा आफ्नो समुदायका लागि केही काम गर्ने। नम्बर 25, छोटो अवधि तथा दीर्घकालीन लक्ष्यहरूको सूची बनाउनुहोस्। नम्बर 26,
आफूलाई लागेको डरको अनुभूति गर्ने र त्यसलाई परिवर्तन गर्न सकारात्मक रूपले अगाडि बढ्ने। नम्बर 27, आफू र अरूसँग बिना शर्त प्रेम र क्षमाको अभ्यास गर्नुहोस्। नम्बर 28, नयाँ व्यक्तिहरूसँग परिचय गर्ने र हाँसो खुसी तथा शान्त भएर आफ्ना अभिव्यक्तिहरू आदान प्रदान गर्ने। नम्बर 29, दिनै पछि आफूले आफूलाई आफ्नो अस्तित्व छ भन्ने कुरा प्रकट गर्ने। नम्बर 30, बालबालिकाहरू खेलेको हेरेर आफू पनि बालपन जस्तै कुराहरू गरेर आफूले आफूलाई माया गर्ने र खुसी तथा सुखी राख्ने। नम्बर 31, आफूले गरेका क्रियाकलाप तथा कामहरूका लागि तथा आफूले आफूलाई धन्यवाद दिई प्रोत्साहन गर्ने। जीवनमा आइपर्ने चुनौतीहरूको सामना र समस्याको समाधान आफूले नै गर्न सक्षम हुनुका साथै कार्यकुशलतालाई राम्रो बनाउनका लागि आफूमा उच्च मनोबल, आत्मविश्वास, आत्मसम्मान, एक आपसमा राम्रो सम्बन्ध र रमाइलो तथा खुसीपूर्ण जीवन हुन जरुरी छ। तपाईको सुखी भविष्यको लागि शुभकामना। तपाईलाई जानकारी कस्तो लाग्यो तल कमेन्ट गर्नुहोला र अहिलेसम्म पनि तपाईले यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने यो च्यानललाई सब्स्क्राइब गरी नजिकको बेल आइकनलाई पनि दबाइदिनुहोला, किनकि हामीले यस्तो जानकारीमूलक भिडियो ल्याउन साथ पहिले तपाईकोमा नोटिफिकेसन आओस्। र भिडियो मन परेमा भिडियोलाई लाइक गरी हाम्रो हौसला बढाइदिनुहोला। धन्यवाद।